Sometimes life starts with nothing but a dream. एकदम सानो सुरुवात तर ठुलो सपना. यात्रिक पनि त्यसरी नै सुरु भयो. Few crazy teammates, no big resources, just passion र एउटा विश्वास. के गर्छौँ थाहा छैन, बट कुनै दिन हामी केही ठुलो गर्नेछौँ. सोचेको जस्तो धेरै कुरा नहुने रहेछ, तर पनि सायद मेहनतले गर्दा होला हामीलाई राम्रो क्लाइन्ट्सहरूले विश्वास गरिराख्नु भएको छ. यही क्रममा हामीलाई एक दिन रूपाकोट रिसोर्टबाट इन्भिटेसन आउँछ. A place where everyone wants dreams to visit. हिमालको काखमा बसेको र बादलसँग कुरा गर्ने एउटा ब्युटिफुल प्रपर्टी. रूपा र पेग्नास्तालको बीचमा शान्त र सुन्दर संसार जस्तो. We once dreamed. एक दिन यात्रिकलाई यहाँ ल्याउँछौँ. And somehow that dream turned into reality. सायद हाम्रो सफलता सानो होला, तर के फिल भयो भने सपना खुल्ला आँखाले देख्नुपर्छ. सोच्दा नसकिएला कि जस्तो लागे पनि सपना पुरा हुँदा त्यो अनुभूति अमूल्य हुन्छ. So this vlog is not just about a resort. यो एउटा यात्रा हो. सपनादेखि वास्तविकतासम्मको. हाई एभ्रिवान, गुड मर्निङ. हामी रूपाकोट जाँदैछौँ आज. अनि ट्याक्सी आइसकेको छ, सामानहरू प्याक गर्दैछौँ. फ्लाइट 8 बजेको भनेको थोरै डिले भएको छ भन्ने भयो. हामी हिजो राति पनि 11 बजीतिर घर पुगेका थियौँ. बिहान 4 बजी उठेर सबै प्याक गरेर यताउता गियर्सहरू सबै चार्जमा हाल्ने, यताउता सबै मिलाएर हामी निस्किँदैछौँ. सो वी आर रियली एक्साइटेड कस्तो हुन्छ भनेर. लेट्स गो विथ अस. Tomorrow feels like sunlight spilling through the blinds. I don't know if I'll reach it, maybe I won't mind. I keep returning, tracing steps I left behind, as if the past could teach me what I'd like to find. मेरो चाहिँ फर्स्ट टाइम फ्लाइट एक्सपिरियन्स. अनि म चाहिँ रूपाकोट जाँदैछु. हाम्रो चाहिँ रूपाकोटमा सुटको प्रोजेक्ट छ. अनि फ्लाइट चाहिँ अब टेक अफ हुन लागेको छ. अनि त्यसपछि अलिअलि नर्भस, अलिअलि एक्साइटेड, मिक्स्ड फिलिङ छ. अनि मजा आइरहेको छ. ओभरअल एक्सपिरियन्स त्यही नै हो. हामी पोखरा ल्यान्ड गऱ्यौँ. ल्यान्डिङ अलिकति बम्पी थियो, विन्ड एकदमै रहेछ यहाँनिर, त्यो भएको भएर अलिकति बम्पी भयो होला सायद. अनि बट वी रियली एक्साइटेड. हामी एक दुईवटा भिडियोहरू फोटोहरू पनि खिच्यौँ. अब बाहिर सटल बस आइसकेको छ. सो वी आर हेडिङ टु रूपाकोट फाइनली. गोइङ टु रूपाकोट. आजदेखि हाम्रो सुट सुरु हुन्छ. हाम्रो चाहिँ 3 दिनको सुट थियो आई मिन 6. अनि हामी एकदम स्पोन्टेनियसमा चाहिँ हामी थर्सडे जाने भनेको. हामी चाहिँ भेरी स्पोन्टेनियसमा चाहिँ.
मेरो नाम चाहिँ तीर्थराज नेउपाने एज अ फ्रन्ट डेस्क म्यानेजर एट रुपाकोट रिजोर्ट। म जोइन गरेको चाहिँ लगभग डिकेड भइसक्यो होइन। रुपाकोट रिजोर्ट फ्यामिलीसँग जोइन नै छु। हजुरहरूलाई रुपाकोट रिजोर्टमा स्वागत छ। थ्याङ्क यू सो मच। यस रुपाकोट रिजोर्ट चाहिँ 2014 डिसेम्बर 26 मा ओपन भएको थियो। यसको फाउन्डर चाहिँ हाम्रो पुष्प सर हुनुहुन्छ, पुष्पराज अधिकारी, जो चाहिँ 2 दशकदेखि बेल्जियममा चाहिँ आफ्नो फ्यामिलीहरूलाई सबै सेटअप गरेर पछि फेरि ब्याक टु नेपाल हुनुभएको। प्रपर्टी चाहिँ एकदमै राम्रो छ होइन, त्यो Thank you very serene much. वाला। हजुर नेचर फ्रेन्डली छ, एकदम। नेचर लग्जरी हेरिटेज भन्छौँ हामी, हजुर हार्मोनी विथ नेचर। So this is the room basically. It's a card. Okay, space यतापट्टि फर्स्टमा नै यहाँ दराज जस्तो रहेछ। यहाँ टावेलदेखि लिएर वार्डरोबहरू सबै छ यहाँनिर। यो वाला स्पेसमा रोबहरू पनि छ यता, अनि ह्याङ्गर्सदेखि लिएर सबै रहेछ। वासरुम जाम। सो वासरुममा बाथटबहरू रहेछ, अनि प्रपर छ। यहाँ सबै किटहरू पनि देख्न सक्छौँ, डेन्टल किटदेखि लिएर सबै छ। यहाँ क्लियर सोप, ह्यान्डमेड रहेछ यिनीहरू, टावेल। यो चाहिँ बाथटब 3टा छ। स्पेस इज प्रिटी गुड। हेर्दाखेरि अब हामी यताको रुम्स गरौँ। यहाँ राम्रो पार्ट चाहिँ जस्तै कति कुरा एकदम अथेन्टिक राख्न ट्राई गरेर रहेछ, जस्तै यो वाला कुरा हुन्छ नि। अनि त्यसपछि तिमीले यता आएर हेर्छौ भने यो भयो। अनि बेडको डिजाइन पनि हेर्छौ भने पेन्टिङ सहित होइन, प्रपर वाला रुम छ। अनि यो पनि सायद यो कपडा पनि नेपाली पनि एकदम झल्काउने वाला कपडा छ, यो भयो। अनि त्यसपछि एसीहरू सबै कुरा इन्क्लुडेड, टिभी यहाँ हेरौँ है त। यहाँ तल के छ? सो हाम्रो टी कुरा सबै ग्रिन टीदेखि लिएर सबै कुरा छ यहाँनिर। अनि लेट्स गो हियर। ओके, सो यहाँ चाहिँ तपाईँको सबै अब यहाँ फ्रिजदेखि लिएर सबै कुरा छ यहाँभित्र। बाउन्टी, स्नेकर्स, कार्ल्सबर्गदेखि लिएर सबै कुरा छ यता, रेडबुल। सो जस एकदम वेल इक्विप्ड रहेछ। अनि हामीसँग यहाँ रुम सर्भिस मेन्युहरू पनि छ, तपाईँले यहाँ बसेर मजाले आफ्नो कामहरू पनि गर्न सक्नुहुन्छ। तर राम्रो स्पेस चाहिँ मलाई यस्तो यो पर्दा एकदम फेसिनेटिङ लाग्छ पहिलाबाट नै। त्यो कस्तो मन पनि पर्छ। जस्तै यहाँ बसेर आनन्दले बसेर हेर्न पनि मिल्ने, रुपाकोटको भ्यू टक्क बसेर। अनि अब यसलाई अनि हामीले यहाँ रहेछ। ओके, यो छ, 2टा लेयरको छ पर्दा। ओके, सो दिस इज द भ्यू अफ रुपाकोट होइन। यता तल तपाईँले बादलहरू देख्न सक्नुहुन्छ। अनि त्यसपछि यो ल्यान्डस्केप पनि एकदम नै राम्रो छ। अझै बादल बिस्तारै बिस्तारै माथि आउँदैछ, सन रेज ट्याक्क परेछ बिल्डिङ्सहरूमा। अनि बेस्ट पार्ट चाहिँ यो चराहरूको आवाजहरू कस्तो मजाले सुनिरहेछ यहाँ चाहिँ। अनि सबै देख्न सक्नुहुन्छ। बाल्कनी पनि एकदमै भ्यूवाला रिजोर्टको भ्यू। अहिले यो माउन्टेन चाहिँ अलिक खुला छैन, तर पनि रिजोर्टको भ्यूदेखि लिएर प्रपर्टी चाहिँ टप नच छ यार, टप नच छ, अति बवाल छ। डन विथ ब्रेकफास्ट। अब हामी 2-4वटा सर्ट्सहरू लिनुपर्छ राम्रो राम्रो। अहिले फर्स्टमा टेबल टेनिसवाला सर्ट लिनु लाग्यो। ब्रेकफास्ट अति नै मिठो थियो यार, लास्ट मिठो थियो सबै कुराहरू। अनि यहाँ बेस्ट पार्ट भनेको चाहिँ अर्ग्यानिक फार्म छ नि त तल। अनि हामी हिजो कुरा गर्दै थियौँ यहाँको म्यानेजरसँग। ओभरअल 80% फुड चाहिँ सबै यहाँ अर्ग्यानिक फार्मबाटै आउँदो रहेछ क्या। अनि त्यसले गर्दाखेरि पनि होला सायद त्यो टेस्ट नै एकदम अर्ग्यानिक नेचुरल वाला थियो एकदमै। सो आई रियली लाइक द टेस्ट।
हामी भर्खर टेबल टेनिस सकाएर अब यता छौँ अहिले हामी जिमको सर्ट लिँदैछौँ यो एन्टायर स्पेस चाहिँ स्पा जकुजीदेखि लिएर जिम मसाज सबैको एरिया हो अहिले चाहिँ हामी जिमको मात्रै सर्ट लिन्छौँ जकुजीहरू चाहिँ इभिनिङवाला पार्टमा चाहिँ इभिनिङमा सनसेट यताबाट हुँदो रहेछ यो रिजनबाट त्यही भएपछि अझ राम्रो आउँछ भनेर अहिले चाहिँ हामी जिमतिर जाँदैछौँ अरू चाहिँ सर्ट्सहरू बेलुका लिन्छौँ सुट गर्नको लागि मोडल पनि चाहिएको थियो सो मेरो दुईजना पोखरामा बहिनी साथीहरू छन् हाई गाइज फाइनली दे आर हियर त्यही बस है हिजो पानी खतरा परेको थियो अनि त्यही भएर यो स्विमिङ पुल चाहिँ चिसो छ तर पनि हामीलाई केही सर्ट्सहरू लिनै पर्ने सर्ट्सहरू छ यहाँनिर त्यो भएको भएर पनि अब हामी यहाँ स्विमिङ पुलमा म एकछिन जाँदैछु केटाहरूले सर्ट खिच्दैछन् अनि त्यसपछि हामी गुड टु गो रूपाकोट एउटा रिजोर्ट मात्र होइन It's a testament of a vision that always believed something could be done in Nepal. A living legacy for real. Thank you Rupakot Resort family, especially Sushil Dai and Aswin sir for the warmest hospitality. हाम्रो बसाइ सोचेभन्दा धेरै नै राम्रो भयो. With bigger dreams and memories treasured in our heart, here we end our vlog. Thank you so much for watching. Thank you.